चाहन्थे तर कुनै पनि राम्रो टच रहेको थिएन। ओलावाले हफिज 1-on-1 को लागि जानुपर्ने हुन्छ तर ब्याकलाइनबाट पनि यो इन्टरसेप्सन। दिस इज हफिज ओलावाले एन्ड लुक एट द सेलिब्रेसन। हेरौँ हामी ओलावाले अन साइड रहन सफल थिए। आज सुमन श्रेष्ठको एब्सेन्समा यो गोल शानदार रूपमा गोल गर्न सफल। यसपटक पनि आतिएनन्, अन्तिमसम्म पनि राम्रो टच बनाइरहेर त्यहाँ केही फिजिकल उनमाथि दिपेश धिमालले फिजिकलिटी अप्लाई गरेका थिए तर ब्यालेन्स बनाइराखेर ओलावाले ती मौका हुन सक्छ। सन्तोष क्रसबार and that goes in! Police Force, the defending champion, right on the death, गोल गर्न सफल। 1-1 को बराबरी। दर्शकवृन्द हेर्दैछौँ हामी त्रिवेणी कप। यो हाइप, यो उत्साह, oh my god, शैलेश, I am speechless. And that was the moment जहाँ हामीले देख्न पायौँ सेम टेम्पोबाट जति मणिकुमार लामाले हिट गरेका थिए त्यही रहेको थियो र अन्ततः मानबहादुर राणा राम्रो हेडर र त्यो हेडरको साथमा मणिकुमार लामाको त्यो रेड कार्ड पनि वर्थ इट।